विरुद्ध चान्स पनि थियो तर पुनमचन्द फिल्डमा आउनु पक्कै पनि पुनमचन्द बचाइन् मनिषाले कमलापुर यदि असहज भइरहेको छ भने किन उत्रेकी छन् यो पनि मैले बुझ्न सकिरहेको छैन। रश्मिता कविता भट्टको प्रहार स्पाइक पुरा भएको छैन। कामरालाई पनि ठाउँ दिइरहेको छैन एपिएफले। कपिला डिफेन्सको प्रयास भक्कु करिमा शट रहेको छ अङ्क देखला राम्रो प्रहार हुँदैछ भन्ने सुनेर आएका छन्। उषा जोरदार उषा उनलाई रोक्न आज गाह्रो छ। काबरा यो प्रकारको डिफेन्स यस कारण काबा च्याम्पियन हो। शट थियो पूजाको रोकेको छ पुलिसले नै। सरस्वती उषा भण्डारीको प्रहार उषाको एकपटक उत्कृष्ट गरी सपोर्ट गर्नुभएको छ उहाँहरूले। उषा एकपटक फेरि पनि एभरेस्ट आर्मी र कडाली तीन टिम पछाडि नै छन्। एभरेस्टको मात्र 3 अङ्क छ। यो शट रहेको थियो कामनाको। कामना 3 जितपछि 9 अङ्कले न्यू डायमन्ड अहिले शीर्ष स्थानमा छ। प्रावधान रहेको छ एसएनबी लिगमा तर टप 4 टिमले सेमिफाइनल खेल्ने प्रावधान हुँदा हरेक टिमको लागि अझै पनि त्यो अवसर त छ नै। स्मिता यसमा पनि पुछ पुनम भाग्यले साथ दियो एपिएफलाई। पुनमचन्द यसपटक पनि चान्स छैन। निरुता ठकुन्नाको डिफेन्स। कपिला अझै पनि प्रयासरत। सरस्वती उषाको प्रहार यति राम्रो इन्टेन्स म्याच चलिरहेको छ तल। पुनम अब पनि सासिन अहिले त्यहाँ सेलिफेलको प्लेयर अफ द म्याच। उषा भण्डारीलाई चान्स अन्ततः नेपाल पुलिस क्लबको लागि छिन्। कामनाको लागि छ मौका। पछाडि कोपिला आउनेछिन् पुनः कामना ओ ड्रप अर्को एउटा इन्टेलिजेन्ट बुक नेपाल पुलिस क्लबबाट। पुनः एकपटक यसपटक भने फिनिस हुनेछ। यमुना डिफेन्ड गर्ने क्रममा अहिले थोरै क्रसकोट गइन् पुनम त्यसले गर्दा फाइदा मिल्यो। कोपिला फेरि पनि प्रस्तुत। कामना विष्टको सर्ट थियो यो मौका थियो पुनमचन्दलाई र चुकेर यसमा पुनमचन्द। पुनमको सर्ट रहेको थियो। यमुनाले राम्रो रेस्पोन्ड देखाएकी छिन्। उषा क्विक स्पाइक कोपिला राणाबाट अर्को अङ्क एनपिसीको। उषा क्याप्टेनको सर्भिस कामनाको रिसिभ रहेको छ। उषाको प्रहार हुनेछ जोरदार र शानदार। निरुता चान्स छ। सिङ्गल ब्लकमा मनिषा चौधरीलाई पिट गर्दै शान्तिकला झुक्किन पुगिन पछाडि निरुता ठकुन्नाको अहिले ब्याक टु ब्याक स्पाइक। कामना सृष्टिको सर्ट छ अहिले। धेरै पछि सृष्टिले अङ्क दिलाएकी छिन् एपिएफलाई आफ्नै स्पाइक। सरस्वती मनिषा अझै पनि हुनेछ चान्स कामनालाई। ओ कामनाले पनि यहाँ त्यही मिस्टेक दोहोऱ्याइन् जुन मिस्टेक अन्यले गर्दै आइरहेका छन्। पुनमचन्द अर्को एकपटक पुनमचन्दको प्रहार नेटमा छ। एपिएफलाई चान्स छ। करिमाको सर्ट डिफेन्ड गरिन् उषाले। फिनिस गर्नेछन् चान्सलाई लक्ष्मीचन्द। क्या चेन्ज गरे रूपेश कुमार विष्टले यो। उषा भण्डारी उनको स्पिड अफ सपले काम गरेन र यहाँ पनि हेर्न सक्छौँ
आर्म पुलिस फोर्स फर्किएको छ फेरि पनि किसिन जस्नाले नै निरुता ठकुना अङ्क कसलाई छ एपीएफलाई अग्रतामा एपीएफ अब एपीएफ के गर्नेछ ब्लक निरुता ठकुना उत्कृष्ट पुनरागमन आर्म पुलिस फोर्सको कमब्याक गरेको छ पुनमले बुझिन चाँडै उषा निरुता ठकुना डिफेन्सबाट अत्यन्त उत्कृष्ट हुँदै अन्ततः हेर्न सक्छौँ गरिमाले पुरा गरिन आफ्नो कविता उषा यस पटक भने निकै नै शानदार उषा राम्रो डिफेन्स उषा ओ यहाँ भने यहाँ अहिले भने दिमाग चलाएकी छिन् कन्टकी विरुद्ध हार बेहोरेको छ पीडामा छ घाइते भाग बनेको छ अगाडि आउने छिन् पुनम चन्द बाकटबाट निरुताले सम्हालेकी थिइन् तर त्यसपछि अल्झिन पुगे खेलाडीहरू जगाएका त छन् सम्हालिन पाएका छैनन् यो परिस्थितिको फाइदा उठाउँदै पुनम चन्द फेरि पनि स्कोर पुरा गरेकी छिन् आफ्नो यति धेरै मौका निरुतालाई अन्ततः हेर्न सक्छौँ पुनम चन्द भरपुर फाइदा उठाइन् उनले डिफेन्सलाई त क्रेडिट जान्छ नै पुलिसको तर निरुता ठकुर अब चान्स छ पुनम चन्द र हुनेछ सेट पोइन्ट नेपाल पुलिस क्लबको 2-1 अग्रतामा पनि गएको कमजोर रिसिभ रह्यो त्यो पनि कोपिला राणाबाट बाहिर थियो त्यो बल उषालाई चान्स रहेको थियो र शानदार प्रहार यो उषा भण्डारीबाट निरुता कामनाको यस पटकको प्रहार मनिषा चौधरी ठकिन पुगिन् जस्ना र पुनम चन्द डिफेन्ड गरिसक्यो एपीएफले चान्स रहेको त्यो पुषा अग्रतामा फेरि पनि राख्ने छिन् एपीएफलाई करिबमा पुनम चन्द निरुता ठकुना उषा निरुता ठकुनाको स्ट्रेट हिट उषा भण्डारी गजब खेलिन छ न्यू डायमन्डलाई मनिषा चौधरी म्याच पोइन्ट दिलाउन सफल भएकी छिन् मिडल ब्लकका यस प्रकारले